ल सुरु गरौँ अब आजको हाम्रो युनिट टेस्ट 21 देखि 25 सम्मको क्वेसनहरुलाई। सबभन्दा सुरुमा इल्की 20 वटा दिएको छ हामीलाई। 1 र 2 नम्बरमा चित्र छ। थाउम खुरिमुल फोगो मान्नुन थानना मुन्जाङुल खोरुसिप्सियो तलको चित्र हेरेर मिल्ने शब्द अथवा वाक्यलाई छान्नुहोस् भनेर दिएको छ। अब यो प्लस लेखेको यस्तो खालको चाहिँ हाम्रो मलम हुन्छ है। फाइनल एक्जाममा आयो भनेदेखि याद गरिराख्नु होला। 1 नम्बरमै छ आन्सर यनको इमिदा मलम हो। 2 नम्बरको चिया गिमिदा भनेको चाहिँ टुथपेस्ट हो, मञ्जन हो। 3 नम्बरको आर्य गिमिदा भनेको ट्याब्लेट औषधि, फुङदे इमिदा भनेको चाहिँ ब्यान्डेज हो भनेर भन्यो। एन्सर नम्बर हुने भयो 1 नम्बरको है त। अब यसै गरी 2 नम्बरमा हेरौँ यो के होला त। 1 नम्बरमा छ छन्जा रेइन्ची इमिदा भनेको चाहिँ माइक्रो ओभन हो। 2 नम्बरको छन्जा छौरी इमिदा भनेको चाहिँ इलेक्ट्रिक तराजु हो। 3 नम्बरको छन्गी छाङफान इमिदा भनेको चाहिँ विद्युतीय डसना हो र 4 नम्बरको छन्गी फाप्सो थिमिदा भनेको विद्युतीय राइस कुकर हो। एन्सर नम्बर हुने भयो 2 नम्बरको है त। अब 3 देखि 4 मा छ थाम छिल्मुनि थापा सिप्सियो तलको प्रश्नमा उत्तर दिनुहोस्। 3 मा थाम थानवा ख्वान्गे नुन गसुन मसिमनिका तलको शब्दसँग सम्बन्धित भएको कुरा के हो भनेर सोधेको छ। अब यहाँ दिएको छ एउटा फ्यान्जी चिठी दियो, यप्स पोस्ट कार्ड दियो, उफ्यो उलाक टिकट र सुफ्यो ब्याङ्क चेक दिएको छ है त। अब यो सबैसँग सम्बन्धित के हुन्छ होला। 1 नम्बरको फुचिदा भनेको टास्नु भयो, 2 नम्बरको छोङी भनेको कागज भयो, 3 नम्बरको थेक्पे भनेको डेलिभरी र 4 नम्बरको उफ्यानमूल भनेको हुलाक सामग्री भयो। अब यो हाम्रो लास्टको सुफ्यो नदिएको हुन्थ्यो भनेदेखि चाहिँ हामीले उफ्यानमूलमा पनि लाउन सकिन्छ, तर सुफ्यो त हामीले पठाउन सकिँदैन नि त हुलाक सामग्रीहरूबाट। त्यही भएर मिल्ने एन्सर चाहिँ 2 नम्बरको हुन्छ है त। छोङी सबै कुरा त कागज भयो नि त। अब 4 नम्बरमा हेरौँ थाम थानए फिसुथान मारुन मसिमनिका तलको शब्दको उस्तै अर्थ दिने शब्द अथवा कुरा के हो भनेर सोधेको छ। छुल्गो मादा भनेको पैसा निकाल्नु अथवा विथड्र गर्नु हो। अब यसको उस्तै अर्थ दिने के हुन्छ होला। 1 नम्बरको इबगुमादा भनेको चाहिँ विपरीतार्थी शब्द भयो, डिपोजिट गर्नु। 2 नम्बरको सोङ्गुमादा भनेको रेमिटेन्स गर्नु। 3 नम्बरको थोनुल छात्ता भन्नु र छुल्गुमादा भनेको एउटै हो, पैसा निकाल्नु। 4 नम्बरको थोनुल नत्था भन्नु र इबगुमादा भनेको चाहिँ एउटै हो, पैसा डिपोजिट गर्नु अथवा राख्नु। एन्सर नम्बर यसको 4 को हुने भयो 3 को है त। अब 5 देखि 8 मा फिनखाने थुराखाल खाजङ अल्माजुन गसुल खोरु सिप्सियो खाली ठाउँमा भित्र जाने सबैभन्दा मिल्ने कुरालाई छान्नुहोस्। 5 मा छ छनुल थोनुल छात्कना फोनेलते यङ्गु मिन्चुल गिरुल। म चाहिँ पैसा निकाल्ने अथवा पठाउने बेलामा एटिएम मेसिनलाई ड्यास खादुरुल नखो बथुनमान नुरुम्यान थोइनिका फेल्ने हामीदा कार्डलाई राखेर बटन मात्रै थिच्यो भने हुने भएको कारणले सहज छ भनेर भन्दैछ। अब एटिएम मेसिन अथवा हेङ्गु मिन्चुललाई के गर्छ होला। 1 नम्बरको फोजाङ हामीदा प्याकिङ गर्छु, छाग्योङ हामीदा भनेको लगाउँछु, सुरक्षित सामग्रीहरू लगाउनु प्रयोग गर्नुलाई छाग्योङ आदा भन्छ। 3 नम्बरमा इयोङ हामीदा भनेको प्रयोग गर्नु हो। 4 नम्बरको सल्छे हामीदा जडान गर्छु। एन्सर नम्बर हुने भयो 3 नम्बरको एटिएम मेसिनलाई प्रयोग गर्छु भन्ने है त। अब 6 नम्बरमा छ थेक्पेरुल फोनेल्ते एनुन मन्ज साङ्जारुल छाल। अब डेलिभरीको सामान पठाउने बेलामा चाहिँ सबैभन्दा सुरुमा बाकसलाई राम्ररी ड्यास खुरच्ची आनुमेन फेसोङ जुङे साङ्जा आने थुराइ नुन मुल्गनी कजिल सुए सुमिदा। अब यदि त्यसो गरिएन भनेदेखि चाहिँ डेलिभरीको समयमा डेलिभरी भइरहेको अवस्थामा चाहिँ बाकसभित्र भएको कुराहरू फुट्न सक्छ भनेर दिएको छ। 1 नम्बरमा छ फोजाङ ए थोइमिदा भनेको प्याकिङ गरे पनि हुन्छ। 2 नम्बरको फोजाङ ए हामीदा भनेको चाहिँ प्याकिङ गर्नुपर्छ। 3 नम्बरको फेसुङ ए हामीदा पठाउनुपर्छ। 4 नम्बरको फेसुङ ए थोइमिदा पठाए पनि हुन्छ। मिल्ने एन्सर हुने भयो 2 नम्बरको है त। राम्ररी प्याकिङ गर्नुपर्छ भन्ने एन्सर भयो। अब 7 मा छ सुथुरे सुरुल फात्कना छामुल मोत छाम्यान थुथोङी सिङ्गिल्सु सुमिदा। स्ट्रेस लिने अथवा सुत्न राम्ररी सकेन भने टाउको दुख्ने समस्या देखा पर्न सक्छ। खुरेस साइन सुथुरे सुनुन कोक। त्यसैले हाम्रो दिमागमा थुप्रिएको स्ट्रेसहरूलाई अनिवार्य ड्यास हामीदा ड्यास गर्नुपर्छ। के गर्नुपर्छ होला। स्ट्रेसलाई हटाउनुपर्छ। 1 नम्बरमा छ फादाय हामीदा भनेको लिनुपर्छ, पाउनुपर्छ। 2 नम्बरको फुराय हामीदा हटाउनुपर्छ। 3 नम्बरको छिवया हामीदा भनेको चाहिँ छिउदा भनेको पनि हटाउनु नै हो, तर स्ट्रेसहरू तनावहरू हटाउनुलाई चाहिँ हामीले फुल्दा भन्छौँ है त। 4 नम्बरमा छङ्नी हे हामीदा भनेको व्यवस्थापन गर्नुपर्छ। मिल्ने एन्सर हुने भयो 2 नम्बरको। अब 8 मा छ ओनुल यदल सिगानमान इरागो। आज चाहिँ 8 घण्टा मात्रै काम गरेर ड्यास छिन्गो आगो यङवारुल फोरेको हामीदा ड्यास भए पछाडि चाहिँ साथीसँग फिल्म हेर्ने विचार गरेको छु भनेर भनेको छ। 1 नम्बरमा थोइगुन हान हुए भनेको कामबाट छुट्टी भएपछि एन्सर 1 नम्बरको रहेछ। 2 नम्बरमा थोइगुन हागी जने भनेको कामबाट छुट्टी हुनुभन्दा अघि। 3 नम्बरमा छुल्गुन हान हुए भनेको चाहिँ कामबाट छुट्टी भइसके काममा गइसकेपछि। 4 को छुल्गुन हागी जने भनेको काममा जानु अघि। मिल्ने
मिल्ने एन्सर 1 नम्बरको हुने भयो, अरू कुनै मिल्दैन है त। अब 9 देखि 12 मा थाउम छिल्मुनी थापा सिप्सियो तलको प्रश्नमा उत्तर दिनुहोस् भनेर दिएको छ। 9 मा इ फ्योजिनुन मुसुन्तु सिम्निका यो संकेतले चाहिँ कस्तो अर्थ दिन्छ भनेर सोध्यो। यो सबै डलरहरू, पाउन्ड स्टर्लिङहरूको, यानहरूको बारेमा दिएको छ। यो भनेको चाहिँ सटै गर्न सकिने ठाउँमा यस्तो खालको चित्र दिएको हुन्छ है त। 1 नम्बरमा थोनुल इब्गुम हाल्छु सुमिदा पैसा डिपोजिट गर्न सकिन्छ। 2 नम्बरमा थोनुल भञ्जन हाल्छु सुमिदा पैसा सटै गर्न सकिन्छ। 3 नम्बरमा थोनुल फिलिल्छु सुमिदा पैसा सापट्टि लिन सकिन्छ र 4 मा थोनुल सोङ्गुम हाल्छु सुमिदा पैसा रेमिटेन्स गर्न सकिन्छ। मिल्ने एन्सर हुने भयो 2 नम्बरको सटै गर्न सकिन्छमा यस्तो खालको चित्र हुन्छ है त। अब 10 मा छ थाउम याक फोङथुए थिहान सल्मेङुरो मानुन गसुल मुवासिम्निका तलको औषधिको झोलाको बारेमा व्याख्याद्वारा मिल्ने कुरा के हो भनेर सोध्यो। अब नेबोक याक भनेको सेवन गर्ने औषधि। अब यहाँ फाखेङ्गेजीले चाहिँ किन्नु भएको रहेछ। उमेर रहेछ 29 वर्ष अनि केटा हुनुहुँदो रहेछ। उहाँ चाहिँ यमा लगाएको थियो भने चाहिँ यजा हुन्छ, नाममा लगाएको भने चाहिँ नाम्जा भएको है। अब यहाँ दिएको छ इरिल सामोइ साइलबुन भनेर दिएको छ। 1 दिनमा 3 पटक 4 दिनको लागि भनेर दियो। शिक्षा अब खाना खानुभन्दा अगाडि हो कि पछाडि हेर। शिक्षा सामसिपुन भनेको छ खानाको 30 मिनट। अब जन भनेको अगाडि, हु भनेको पछाडि। अब हाम्रो यो जनमा लगाएको भएर चाहिँ यो अगाडि खानुपर्ने औषधि रहेछ। अनि हान फोसिक फोगिङ भनेको 1 पटकमा 1 पकाएको दरले खानु पर्यो। यनको मलम चाहिँ इरिल इल होइ छुइ छिमजन भनेको चाहिँ 1 दिनमा 1 पटक सुत्नुभन्दा अगाडि भनेर भनेको छ। अब यो औषधि चाहिँ 2024 8 महिना 17 गते किनिएको औषधि रहेछ। हानको ग्याकु ग्याक्सा भनेको कोरियन औषधि पसलको औषधि पसलले फाक्साङु भनेर दिएको छ है त। अब यसमा चाहिँ 1 नम्बरमा यनको नुन मेल हानबन फारुमिदा मलमलाई चाहिँ सधैँ दिनको 1 पटक लगाउँछ भनेर भने मिल्ने एन्सर 1 नम्बरको रहेछ। 2 नम्बरमा सामिल थुङ्गान यागोल फोगुङ हाम्निदा औषधि चाहिँ 3 दिन अवधि खान्छ भने तर दिनमा चाहिँ 3 पटक हो, खानुपर्ने चाहिँ 4 दिन। अब 3 मा छ फाख्याङ्गिनुन यजाइमिदा फाख्याङ्गी चाहिँ केटी हो भन्दैछ तर नाममा गोलो लगाएको छ, नाम्जा हो है त। 4 मा फाक्साङुनुन सुमुल आहोप सारिमिदा फाक्साङु चाहिँ 29 वर्षको भयो भनेर भन्दैछ तर फाक्साङ भनेको औषधि बेच्ने मान्छेको यहाँ केही कुरा पनि खुलाकै छैन। मिल्ने एन्सर चाहिँ 1 नम्बरको मात्रै भयो है त। अब 11 मा हेर आन्ने मुनि थिहान सल्मेङुरो थाउम आन्ने मुनि थिहान सल्मेङुरो मानुन गसुल खोरुसिप्सियो तलको जानकारीको बारेमा व्याख्याद्वारा मिल्ने कुरा छान्नुहोस्। अब यन्दे साङसा भनेको चाहिँ हुन्दाई कम्पनीको सिनियरहरू भनेर भन्न खोजेको। हान माउन छेयुक थेवै भनेको चाहिँ एउटै मन भएको चाहिँ खेलकुद प्रतियोगिता भनेर दिएको छ। यो खेलकुद प्रतियोगिताको नाम। अब थेसाङ लक्षित कसलाई गरिएको रहेछ। यन्दे साङसा छन खाजोक भनेको चाहिँ अब हुन्दाई को सिनियरहरूको सम्पूर्ण परिवार भनेर दियो। इल्सी समय अवधि चाहिँ 2018 5 महिना 4 गते मोगे इलको दिन 10 बजेबाट सुरु हुने रहेछ यो कार्यक्रम। अनि छाङसो ठाउँ चाहिँ रहेछ हाम्रो इन्सन नामदोङ छेयुक्वानमा रहेछ। थोक्पेल छुरेन भनेको चाहिँ विशेष त्यहाँको हुने विशेषताहरू चाहिँ खासु सिमसिमे भनेर दिएको छ। अब सिमसिमेको गायक पनि आउने रहेछ अनि फोङनाम सङ भनेको फाङनाम सङ पनि आउनुहुने रहेछ। अनि थुक्प्यार हिंसा भनेको चाहिँ विशेष किसिमको कार्यक्रम चाहिँ अब हुने रहेछ। मेकचु पाल्ली मासिगी भनेको चाहिँ सबैभन्दा छिटो चाहिँ बियर कसले पिउँछ भन्ने प्रोग्राम पनि हुने रहेछ है त। अब हेरौँ 1 नम्बरमा छाम्ग्या रियोनुन यी छन् सिप्फाल 1 नियामिदा। अब हाम्रो प्रवेश शुल्क चाहिँ 2018 तिर्नुपर्छ भने तर 2018 वर्षको चाहिँ यो हुन लागेको कार्यक्रमको कुरा हो है त। 2 नम्बरमा खोन्साथु आन्नेमुनिमिदा कन्सर्टको जानकारी हो भन्यो तर कन्सर्टै चाहिँ भनेर खुलाएको छैन। 3 नम्बरमा मोगिल यल्सिकाजी हामीदा बिहिबारको चाहिँ 10 बजेसम्म भन्यो तर 10 बजेबाट सुरु चाहिँ हो। 4 मा छ हिंसा नुन छेयुक्वानेस हामीदा यो उत्सव अथवा यो कार्यक्रम चाहिँ छेयुक्वानबाट गर्छ भन्यो। छाङसुमा त्यही नै लेखिएको छ। मिल्ने एन्सर 4 को भयो। अब 12 मा थाउम खुरे फुए थिहान सल्मेङुरो खाजाङ आल्माजुन गसुल खोरुसिप्सियो तलको ग्राफको बारेमा व्याख्याद्वारा सबैभन्दा मिल्ने कुरालाई छान्नुहोस्। हानगुके छादुङछा सुछुल यानुवाङ भनेर दियो। कोरियाको गाडीहरूको निर्यातको वर्तमान अवस्था के रहेछ हेरौँ। अब फोग्मीमा रहेछ 45%, युरोपमा 17%, छोङदोङमा 23% र छुङनामीमा रहेछ 15%। अब अप्सनहरूमा दिएको कुरा हेरौँ।
छुङनामिएनुन युरोप पोदा थमानी सुछुरे सुमिदा छुङनामीमा चाहिँ युरोपको भन्दा अझ धेरै निर्यात भएको थियो भनेर भन्दैछ। तर होइन, युरोपमा हाम्रो कति प्रतिशत छ त? 17% छ, छुङनामीमा जम्मा 15% छ। यो मिल्दैन। 2 नम्बरको छ छुङनामिए खाजङ मानी सुछुरे सुमिदा छुङनामीमा सबभन्दा धेरै गरेको होइन कि सबैभन्दा कम्ती चाहिँ हो। 3 नम्बरमा छुङदोङे दुबन्चेर मानी सुछुरे सुमिदा छुङदोङमा चाहिँ दोस्रोमा सबभन्दा धेरै भनेर भन्यो। मिल्ने एन्सर चाहिँ 3 नम्बरको रहेछ, 23% दोस्रोमा धेरै छ है त। अब 4 मा छ छेल छक्के नुन युरोपे सुछुरे सुमिदा सबैभन्दा थोरै चाहिँ युरोपमा निर्यात गर्यो भनेर भन्दैछ। तर होइन, सबभन्दा थोरै चाहिँ हाम्रो छुङनामीमा गरेको थियो, युरोपमा त्यहाँभन्दा बढी छ है त। मिल्ने एन्सर रहेछ 3 नम्बरको। अब 13 देखि 14 मा फिनखानी थुराखाल खाजाङ अल्माजुन गसुल खरुसिप्सियो खाली ठाउँमा भित्र जाने सबैभन्दा मिल्ने कुरालाई छान्नुहोस्। 13 मा छ इबन यन्युगा चोम खिरस। यो पटकको लामो बिदा चाहिँ अथवा वार्षिक बिदा चाहिँ अलिकति लामो भएर फुमोनिमी मान्नार्यगो आमा बुवालाई भेट्ने विचारले बुसान ड्यास तनासमिदा बुसानतिर छुटे, बुसानतिरको लागि निस्के भनेर भन्दैछ। एन्सर नम्बर 1 कै हुने भयो, उरो रो उरो लाग्ने भयो, छुटे भनेर भनेको छ। 2 नम्बरको ए भनेको कुनै ठाउँको निश्चित म छु त्यहाँ भन्नको लागि प्रयोग गर्ने भयो। बुथा भनेको देखि, हान्थेछ भनेको बाटा। मिल्ने एन्सर 1 को, अरू मिल्दैन है त। अब 14 मा छ म्यङजलते चाडपर्वको बेलामा ड्यास हानबोगुल सासयो। चाडपर्वको बेलामा ड्यास गर्नलाई चाहिँ अब कोरियन पोसाक किने भनेर भन्दैछ। 1 नम्बरको इबुमेन लगायो भने, इबुरेमेन लगाउने हो भने। 3 नम्बरको इबुरा भनेको लगाउन, इबुरेको चाहिँ लगाउने विचारले। अब 1 र 2 को त मिल्दैन, हामीले थाहा पाइहाल्यौँ। 3 र 4 मा चाहिँ अब एउटा लगाउन पनि किने भन्न हुन पनि सक्छ, इबुरेको लगाउने विचारले किने पो हुन्छ कि जस्तो लाग्न सक्छ। तर अब हामीले पढिसकेको छौँ हाम्रो बुकमै, र उरा भन्दा पछाडि चाहिँ सधैँ चलायमान क्रिया खादा हुँदा थानिदा जस्ता वाक्यहरूले चाहिँ वाक्यलाई इन्डिङ गरिएको हुन्छ, शब्दहरूले वाक्यलाई इन्डिङ गर्छ भन्ने कुरा हामीले पढिसकेको छौँ। त्यही भएर मिल्ने एन्सरै 4 को हुने भयो है त। अब 15 मा हेरौँ थामगुरु लिलको मुहसे तिहान खुरिन्जी खरुसिप्सियो तलको लेख पढेर के को बारेमा लेखिएको लेख हो छान्नुहोस् भनेर दिएको छ। 15 मा छ फ्योङवानेस छबाङ फादुन यागुन याकुगेस सायामिदा। हस्पिटलमा प्रिस्क्रिप्सन पाएको औषधि चाहिँ औषधि पसलबाट किन्नुपर्छ। छबाङ जनुल खाजिगो याकुगे खाम्यान याक्सागा छबाङ जने छखिन यागुल छोजेहे जुगो फोकिङ फाङपबुल आल्याजुमिदा। अनि त्यो प्रिस्क्रिप्सनलाई लिएर औषधि पसलमा गयो भने औषधि बेच्ने मान्छेले प्रिस्क्रिप्सनमा लेखिएको औषधिलाई तयारी गरेर सेवन गर्ने तरिकालाई पनि बताइदिन्छ भनेर भन्यो। अब यसमा हेरौँ, 1 नम्बरमा छबाङजन भनेको प्रिस्क्रिप्सन भयो, 2 नम्बरको याकुक औषधि पसल, फ्योङवान हस्पिटल र उयाकफुम भनेको औषधि सामग्रीहरू भयो। मिल्ने एन्सर चाहिँ 1 नम्बरको भयो है त। छबाङजन प्रिस्क्रिप्सनको बारेमा दिएको छ यसमा चाहिँ। 16 मा छ अब हानगुगे फ्याङवानुन इल्छा इछा सामछा उइरो खिग्वानु र नानुम्निदा। कोरियाको हस्पिटलहरू चाहिँ पहिलो तह, दोस्रो तह र तेस्रो तहको उपचार केन्द्रको रूपमा विभाजन गरिएको छ अथवा बाँडिएको छ। इल्छा फ्याङवानुन छुरो ओइरे वान्जारुल छिन्ल्याहानुन थोङ्ने उयोनिना फोगनचुरुल माराम्निदा। पहिलो तहको हस्पिटल चाहिँ प्राय बाहिरी रोगको बिरामीहरूलाई उपचार गर्ने समाजभित्रै भएको सामुदायिक क्लिनिक अथवा हस्पिटललाई भनिन्छ। इल्छा फ्याङवानुन येया खाजी हानको खादो थुमिदा। अब पहिलो तहको हस्पिटलमा चाहिँ बुकिङ नगरिकन गए पनि हुन्छ, हाजी मान त्यसो भए तापनि। फ्योङसाङी सामसिपगे इसाङी इन्नुन इछा फ्योङवान बुथानुन यागुल हान हुए छिल्लेरुल फादुल्सो सुमिदा। त्यसो भए तापनि हस्पिटलमा बेडको सङ्ख्या 30 वटा भन्दा बढी भएको दोस्रो तहको हस्पिटलदेखिबाट चाहिँ हामीले बुकिङ गरिसके पछाडि मात्रै उपचार पाउन सकिन्छ। खुरीको उइरो फिदो इल्छा फ्योगन फोदा फिसामिदा। अनि हामीले उपचारको खर्च पनि पहिलो तहको उपचार गर्ने हस्पिटल भन्दा चाहिँ अझै महँगो हुन्छ भनेर भनेको छ है त। अब के हुन्छ होला मिल्ने एन्सर 1 नम्बरको फ्योङवान सिसल भनेको हस्पिटलको सेवा सुविधा। 2 नम्बरमा फ्योङवान सबिसु भनेको हस्पिटलको सेवा। 3 नम्बरमा छ फ्योङवान येजल भनेको हस्पिटलको शिष्टाचार। 4 को फ्योङवान छोङन्यु भनेको हस्पिटलको प्रकार। मिल्ने एन्सर हुने भयो 4 नम्बरको। अब 17 र 18 मा थामखुरुलिलको न्याउका खातुन गसुल खरुसिप्सियो तलको लेख पढेर विषयसँग उस्तै कुरा छान्नुहोस्। अब यहाँ दिएको छ नुजुन फामिना छुमारे यागुल साल्सु इन्नुन याको गुण। अब अबेर राति अथवा सप्तान्तमा औषधि किन्ने औषधि पसल चाहिँ
युविल छिकिमी याकु साइथुएस छाजुल्सु इसुमिदा। अब युविल छिकिम याकुगी भनेको चाहिँ बिदाको दिनमा पनि खुल्ला रहने औषधि पसलको साइटबाट खोज्न सकिन्छ भनेर दियो। यी साइथुएसनुन छियकब्याल सिगान देब्याल्लो मुनुल यनुन याकुगुल सोनसुपके खम्से खाल्छु इसुमिदा। यो साइटबाट चाहिँ क्षेत्र अनुसारको समय अनुसारको ढोका खोल्ने औषधि पसललाई सजिलै सर्च गर्न सकिन्छ। हाजिमान त्यसो भए तापनि छिप खुन्चाए खाक्काउन युविल छिकिमी याकुगी अप्ता म्यन छासे छिसाजे छिन्थोङजे खाथुन यागुन उइसाए छबाङ अप्सिदो फेमिजमेस साल्सु सुविधा। त्यसो भए तापनि घर नजिकै भएको अथवा बिदाको दिनमा पनि सञ्चालन गरिने औषधि पसल भएन भने पखालाको औषधि अनि पेन किलर जस्ता औषधिहरू चाहिँ डाक्टरको प्रिस्क्रिप्सन बिना पनि 24 घन्टे पसलबाट किन्न सकिन्छ भनेर दिएको छ। के मिल्छ होला माथि पढेको कुरामा चारवटा अप्सनमा हेरौँ। 1 नम्बरमा नुजुन फामेनुन यागोल फानुन खोसी अप्सुमिदा। अबेर राति चाहिँ औषधि बेच्ने ठाउँ छैन भनेर भन्दैछ तर छ। 2 नम्बरमा फ्युनुजमेस छिन्थोङ जेरुल साल्सो अप्सुमिदा। 24 घन्टे पसलबाट पेन किलर किन्न सकिँदैन भन्यो तर मिलेन किन्नु सकिन्छ। 3 नम्बरमा छ छिसा जेरुल सारेमेन छबाङ जानी अप्सिदो थोर्मिदा। अब यो पखालाको औषधि किन्ने हो भने चाहिँ प्रिस्क्रिप्सन बिना पनि सकिन्छ भनेर भने मिल्ने एन्सर 3 को रहेछ। 4 मा हिविल छिकिमी याकु उन छुमारीमान मुनुलियमिदा। बिदाको दिनमा सञ्चालन गरिने औषधि पसल चाहिँ सप्ताहन्तमा मात्रै खुल्छ भन्यो तर अहिले पनि खुल्छ, बिदाको दिन पनि खुल्छ, सधैँ खुल्ने भयो यो चाहिँ। मिल्ने एन्सर भयो 3 नम्बरको है त। अब 18 मा हेरौँ कुक्चे थुकु बुफ्यान भनेकै इएमएस हो। अन्तर्राष्ट्रिय द्रुत डाक उरुल उल इयङ हाम्यान पारुको आन्जनागे वेगुकुरो मुलगनुल फोनेल्सु इतको अनलाइन एस सिलसिगान फेसोङ छोवेगा खानुगामिदा। अब यो कुक्चे थुकु उफ्यानबाट अथवा इएमएसलाई प्रयोग गर्यो भने छिटो र सुरक्षित गरी विदेशतिर सामान पठाउन सकेर अनलाइनबाट वास्तविक समयको डेलिभरीको लाई पनि सोधपुछ गर्न सम्भव हुन्छ। इएमएस रो फ्यन्जी छेक ओत दुङ्गुल फोनेल्सु इच्चिमान। अब यो इएमएसबाट चाहिँ चिठी किताब र कपडा आदिलाई पठाउन सक्ने भए तापनि उम्सिक याक ह्याङ्गुम दुङ्गुल फोनेल्सु अप्सुमिदा खाना औषधि र नगद पठाउन सकिँदैन। खुङ्ने एसनुन छुङ्यान मुन्चवा खोगाए मुल्फुमुल फोनेल्ते सुरेङ वागिन सबिसुरुल छेगुङ थुङ्गिरो फोनेम्यान आन्जनामिदा। अब देशभित्रै राष्ट्रभित्रै महत्त्वपूर्ण सामग्री अथवा बहुमूल्य सामग्रीहरूलाई पठाउने बेलामा रिसिप्ट प्राप्त गर्न सकिने सेवा प्रदान गर्ने रजिस्टर मार्फत पठायो भने सुरक्षित हुन्छ भनेर भन्दैछ। थुङ्गी भनेको रजिस्टर गरिएको डाक भयो। 1 नम्बरमा थुङ्गी र मुल्कनुल फोनेमेन उम्सिक याक ह्याङ्गुम्दो फोनेल सुमिदा। थुङ्गीबाट पठायो भने चाहिँ खाना औषधि र नगद पनि पठाउन सकिन्छ भन्यो तर यो कुराहरू पठाउनै सकिँदैन है त। 2 नम्बरमा थुङ्गी र मुल्कनुल फोनेमेन सुर्याङ वागिनी फुलखानु नामिदा। अब यो रजिस्टर मार्फत सामान पठायो भनेदेखि चाहिँ रिसिप्ट पाउनै सकिँदैन अथवा असम्भव छ भन्दैछ तर पाउनु सकिन्छ। 3 नम्बरमा कुक्चे थुकु उफ्यानुरो वैगुगे उम्सिगिना यागुल फनेल्सु सुमिदा। इएमएसबाट चाहिँ विदेशमा खाना अथवा औषधि पठाउन सकिन्छ भन्यो तर सकिँदैन। 4 मा छ कुक्चे थुकु उफ्यानुन अनलाइन र फेदाल साङमामुल वागिनाल्सु सुमिदा। इएमएसबाट चाहिँ अनलाइनको डेलिभरीको अवस्थालाई चेकजाँच गर्न सकिन्छ भन्यो मिल्ने एन्सर 4 नम्बरको भयो है त। अब 19 र 20 मा छ थाउम सालमाङ्गे आल्माजुन अविरुल खोरिसिप्सियो तलको व्याख्यामा मिल्ने शब्दावलीलाई छान्नुहोस्। 19 मा छ इरुल छिन्ले हागना ख्योजाङ आनुन उइवानिना फ्याङ्वानी मिदा भनेर भन्यो। दाँतको उपचार गरिने अथवा दाँतलाई मर्मत पनि गर्न सकिने क्लिनिक अथवा हस्पिटल हो भनेर भन्दैछ। 1 नम्बरमा यो भनेको के होला त आमको आँखा हस्पिटल, छिक्क दन्त विभाग भयो, नेकको अन्तरङ्ग विभाग र फिबुक्क भनेको छाला विभाग। मिल्ने एन्सर 2 को दन्त विभागको कुराकानी गर्यो। 20 मा छ खादुना थोङजाङ्गुल साइङहाय थोनुल नक्कना छाजुल सुइनुन छाङछि मिदा भनेर दियो। कार्ड अथवा पासबुकलाई प्रयोग गर्यो भने पैसा राख्न अथवा निकाल्न सकिने उपकरण हो भनेर भन्यो। यो भनेको 1 नम्बरमा रहेको ह्याङ्गु मिन्सुल्गी एटिएम मेसिन हो। अब नेपालमा मात्रै सकिँदैन एटिएम मेसिनमा पैसा राख्नुलाई, विदेशतिर राख्नु साथसाथै हामीले रिमिटेन्स पनि गर्न सक्छौँ। 2 नम्बरमा उच्छेथङ भनेको हुलाक
बक्स भइहाल्यो। 3 नम्बरको छाङ्गु भनेको काउन्टर, ख्योथोङ खादु भनेको यातायात कार्ड भयो, मिल्ने एन्सर 1 नम्बरको भयो। अब आजको यो हाम्रो क्वेसन चाहिँ एकदमै सजिलो छ। पुरा भिडियो हेर्नका लागि चाहिँ तपाईहरुले युट्युबमा गएर हेर्न सक्नुहुन्छ। यति नै गरे है त आजको लागि चाहिँ।